लो हामी चाहिँ आज घुम्नलाई सोल टावर आइपुगे सोलको नामसल टावर आइपुगेका छौँ। सोल टावरमा सोलको नामसल टावरमा घुम्न आएको छौँ। चिसो हावा चलिरहेको छ, पानी पर्न लाग्छ। हामी चाहिँ नामथाङ टाउनमा छौँ। मामा भान्जाहरू साथीभाइ घुम्दैछौँ। अब यो चाहिँ 123 तल घुमिहाल्यो। यो चाहिँ अलिक सानो हो। यो चाहिँ नामथाङ टावर हो सोलको। यहाँ खुट्टा गलिसक्यो चढ्दै चढ्दै तल हिँड्दै हिँड्दै। घ्याम्सा मामा, छुना मामा, रमेश भाइ, त्यसपछि प्रेम लामा। हाम्रो मान्छेहरू छन्। जाने क्रम जारी छ। लाइभ गर्दै इन्जोय गर्दै दसैँ रमाउँदै हिँड्दैछौँ। कोरियाको 10 दिन बिदाको छुट्टी मनाउँदैछौँ। सदुपयोग गर्दैछौँ। बज्दैछ कोरियन गीत। तपाईँले एकछिनपछि देख्न सक्नुहुनेछ कोरियाको नामथाङ टावर। डाँडामा रहेको पुरै अवलोकन गर्न पाइन्छ। डाँडाबाट देखाइदिनेछ। भिडियो चाहिँ नछुटाइकन हेरिराख्नु होला। नेपाल भए पनि यहाँबाट भरपुर देखाउनेछौँ। कन्सर्ट पनि चलिरहेछ। एकछिनपछि म कन्सर्ट पनि देखाउनेछौँ। समय पर्खिनु होला।